जापानको इसिन पार्टीले विदेशी नागरिक सम्बन्धी नीतिलाई थप व्यवस्थित बनाउन सरकार समक्ष नयाँ प्रस्ताव पेश गरेको छ। पार्टीले न्याय मन्त्री हिरागुचीलाई प्रस्ताव बुझाउँदै सन् 2026को आर्थिक वर्षभित्र विदेशी नागरिकको सङ्ख्या व्यवस्थापन सम्बन्धी आधारभूत नीति सार्वजनिक गर्न माग गरेको हो। यो विषय सत्तारूढ गठबन्धन बीच भएको सहमतिमा पनि समावेश रहेको बताइएको छ। इसिन पार्टीले विदेशी नागरिकको सङ्ख्या मात्रै होइन, उनीहरूसँग आउने परिवारको अवस्था समेत समग्र रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता उलाएको छ। पार्टीका अनुसार यसबाट विद्यालय, स्वास्थ्य सेवा, आवास, स्थानीय प्रशासन तथा सार्वजनिक सेवामा पर्ने प्रभावको स्पष्ट मूल्याङ्कन गर्न सहज हुने बताइएको छ। प्रस्तावमा विद्यार्थी भिसा तथा प्राविधिक र विशेषज्ञ कामदारका भिसा समेत समेटिएका छन्। पार्टीले यी भिसा अन्तर्गत कति सङ्ख्यामा विदेशी नागरिकलाई स्वीकार गर्ने भन्ने विषयमा पनि समीक्षा गर्न सरकारलाई आग्रह गरेको छ। यसले विदेशी नागरिकको प्रवेश र बसोबास व्यवस्थापनलाई थप प्रभावकारी बनाउने दावी गरिएको छ। विदेशी नागरिकद्वारा घर जग्गा खरिदको विषयमा पनि प्रस्तावमा समावेश गरिएको छ। केही क्षेत्रमा विदेशी लगानी बढिरहेको भन्दै वास्तविक अवस्था अध्ययन गरी सम्बन्धित जानकारीलाई अझ पारदर्शी बनाउन सरकारसँग आग्रह पनि गरिएको छ। पछिल्ला वर्षहरूमा जापानमा विदेशी नागरिकको सङ्ख्या निरन्तर बढ्दै गएको छ। यससँगै विदेशी कामदार, विद्यार्थी, परिवार पुनर्मिलन, स्थानीय समाजमा समायोजन तथा घर जग्गा खरिद सम्बन्धी नीतिमा पुनरावलोकन गर्ने बहस पनि तीव्र रूपमा बढ्दै गएको छ। यो प्रस्ताव तत्काल कानुन बनेको भने होइन, तर भविष्यमा भिसा नीति, परिवार बोलाउने प्रक्रिया तथा विदेशी नागरिक सम्बन्धी नियममा परिवर्तन आउन सक्ने सम्भावनाका कारण जापानमा बसोबास गरिरहेका नेपालीहरूका लागि पनि यो विषय महत्त्वपूर्ण मानिएको छ।